के भने कि अहिले यो विपक्षीहरूलाई नि कुरा गर्ने ठाउँै छैन। 1 रुपियाँमा यसरी निकाल्न लागेको चुच्चो काटेर निकाल्न लाग्यो भने आमामामा हङ्गामा भएको छ। तर त्यो यथार्थ होइन रहेछ नि त। होस् या नहोस् हल्ला त गरे नि। ल त्यसो भए आदि सबै त्यो दिल्ली सिल्ली सबै राखेर एउटा नोट निकालिदिउँ नि त हामी। हाम्रो भएर अब त्यसपछि त्यो ग्रिनल्यान्ड जिल्ला अमेरिका पनि आधी हालिदिउँ यतातिर, नेपालमा एउटा नोट निकालिदिउँ हाम्रो हुन्छ। अनि आज पनि त्यो संसदमा हेर्दैछु प्रधानमन्त्रीज्यूले चाहिँ के अरे त्यो हाम्रो सीमा इन्डियाको सीमा चाहिँ नेपालभित्र छिरेको छ भनेर आज पनि हाम्रो विरोध छ भन्छ कि। हे भगवान्, के विरोध भने कि कमसेकम जङ्गबहादुर पछिको जिउँदो प्रधानमन्त्रीले सलोट हान्ने कि उसलाई चाहिँ झन् खेन्दी भने के। कमसेकम इन्डिया तेरो मगा छिरा छ त भन्यो एउटा देशको प्रधानमन्त्रीले। तेरो इन्डिया चाहिँ आज मगा छिरा छ है त भन्यो, कमसेकम च्यालेन्ज त गर्यो। सधैँभरि हाम्रो मात्र लग्यो सबै लग्यो भने किन त्यसलाई टाउको त दुख्नु परेन। आज हामी त्यहाँ हस्पिटलमा गयो, डक्टरले ओहो तेरो त भयङ्कर मेजर अपरेसन के रोग लागेछ भनेपछि त बौला त भयो नि त मान्छे त। 10वटा डक्टर दौडिनु परेन। प्रधानमन्त्रीले बौला बनाउनु त काम त गरे नि इन्डियालाई। तिम्रो जग्गा कहाँ छिरेछ छ त भन्दै नि त। अब सोच्नु परेन। छिराएर छ भने सम्झौता गर्नु, ल तेरो मेरो यतातिर छिराएर छ तर तेरो यताउता ल मिलाएर गरेर कुरा गर भन्छ। सधैँ लग्यो भने चाहिँ लगाए मान्छे त ढुक्कबार हिँडेछ नि त। लगायो भनेपछि त के भन्छ मेरा रहेछ भन्छ, चुप्लाएर हिँडेछ नि मान्छे त। टाउको पनि त दुःख जानु पर्यो।